याद छ 2014-2015 को त्यो समय हामी भर्खर 18-19 को उमेर टेक्दै थियौं। खुट्टामा कन्भर्सको जुत्ता, हातमा भर्खर चल्न थालेका एन्ड्रोइड सेट अनि फेसबुकमा फिलिङ ह्याप्पीको स्ट्याटस। संसार जित्न सकिन्छ भन्ने एउटा बेग्लै जोश थियो। भविष्यको चिन्ता भन्दा पनि भोलिपल्ट कुन क्याफे जाने वा कुन मुभी हेर्ने भन्ने योजना ठूलो हुन्थ्यो। यो त्यही समय थियो जब हामी 2G बाट 3G मा फड्को मार्दै थियौं। क्ल्याश अफ क्ल्यान्समा टाउन हल अपग्रेड गर्नु वा क्यान्डी क्रसमा लेभल पार गर्नु नै हाम्रो उपलब्धि थियो। भ्यालेन्टाइन डेमा साँचो माया खोज्नेदेखि लिएर 2015 को भूकम्पले हल्लाउँदा एउटै पालमुनि बसेर छिमेकीसँग बाँडेको त्यो चाउचाउको स्वाद, त्यो समयले हामीलाई रातारात परिपक्व बनाइदिएको थियो। तर हेर्दा हेर्दै समय कति छिटो बग्यो पत्तै भएन। 2014 को त्यो अल्लारे केटा वा केटी आज 30 को दहलोमा उभिएको छ। हिजोका ती साथीहरू कोही अस्ट्रेलियाको ठण्डीमा काम गर्दैछन्, कोही खाडीको गर्मीमा पसिना बगाउँदैछन्, त कोही आफ्नै घरजम्मा व्यस्त छन्। हिजो पार्टीको लागि पैसा माग्ने हामी आज बिजुलीको बिल र रासनको हिसाबमा हराएका छौं। आज ऐना हेर्दा 2014 को त्यो 19 वर्षीय अनुहार त देखिँदैन, तर आँखामा त्यही समयको केही नमिठा र धेरै मिठा यादहरू पक्कै झल्किन्छ। हामी एउटा यस्तो पुस्ता हौं जसले संसार बदलिएको आफ्नै आँखाले देख्यो। तपाई 2014 मा के गर्दै हुनुहुन्थ्यो अनि आज 30 को उमेरमा पुग्दा त्यो बेलाको कुन कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ? कमेन्टमा आफ्नो कथा लेख्नु होला है।